के तपाईहरुलाई पनि म जस्तै लाइफको सबैभन्दा ठुलो स्ट्रगल भनेको बिहान छिटो उठ्नु हो जस्तो लाग्छ? If yes, then we are same guys. So hi everyone, I am Prakriti and welcome back to my day in my life mini vlog as a dropper. आजको यो vlogको लास्टमा I am going to announce something special guys. भिडियो अन्तिमसम्म हेरेर के हो भनेर कमेन्ट गर्न चाहिँ नभुल्नु होला. Okay guys, म चाहिँ उठिसकेको थिएँ बिहानको 7 बजे. I know guys it's too late but I can't wake early in the morning. It's my problem. अनि फ्रेश भए देन मलाई आउँदा बेस्ट लाग्ने अनि नआउँदा चाहिँ हेटेस्ट लाग्ने सब्जेक्ट पढ्न थाले. Guess guys कुन सब्जेक्ट होला अनि कमेन्टमा भन्न चाहिँ नबिर्सिनु होला. यो पढ्दै गर्दा चाहिँ मैले एउटा कुरा के नोटिस गरे भन्दा मेरो कपाल. I swear guys if 1 year सम्म फेरि पनि मेरो कपाल यस्तै गरी झर्दै गयो भने म टक्ला हुने पक्का पक्की भइसक्यो गाइज. आफ्टर अल मैले चाहिँ खाना बनाएँ अनि खाना खाएँ. गाइज जहिले पनि म आफ्नो हातले बनाएको खाना खान्छु. I love my cooking skills. I love my hands guys. अनि खाना खाइसकेपछि म फेरि गएँ लाइब्रेरीमा पढ्न चाहिँ गाइज मलाई एकदमै रमाइलो लाग्छ अनि लाइब्रेरीमा पढेको बुझेको जस्तो पनि लाग्छ. लाइब्रेरीमा पढ्न रमाइलो लाग्छ बट लाइब्रेरी हिँड्ने बाटो मन पर्दैन. यति उकालो हो त्यो बाटो. आई जस्ट हेट द्याट बाटो. अनि त्यसपछि म चाहिँ गएँ फिजिक्स पढ्नको लागि गएको थिएँ किनभने आज चाहिँ मैले मोडर्न फिजिक्स पाउँछु भन्ने गोल राखेको थिएँ एन्ड आई फाइनली डिड इट गाइज. आजको दिन चाहिँ मेरो लागि बेस्ट थियो गाइज. आई लभ दिस डे अनि एकदमै प्रोडक्टिभ दिन पनि थियो. अनि गाइज मैले फर्स्टमा एउटा अनाउन्समेन्ट गर्छु भनेको थिएँ नि. हो त्यो अनाउन्समेन्ट चाहिँ के हो भन्दाखेरि आई एम थिङ्किङ कि म आजबाट न्यू इयरसम्म डेली भ्लग वेकिङ 4 AM भनेर च्यालेन्ज लिने सोच्दैछु किनभने म चाहिँ बिहान उठ्नै सक्दिनँ. 7-8 9 बज्दा नउठ्ने मान्छे. के थाहा च्यालेन्जको लागि पनि उठ्छु कि च्यालेन्ज लिएर उठ्छु कि मेरो बानी सुध्रिन्छ कि भनेर चाहिँ म यो च्यालेन्ज लिने सोच्दैछु. वाट डु यु थिङ्क गाइज? यदि मैले लिन सक्छु कि सक्दिनँ, मैले यो च्यालेन्जलाई फलो गर्न सक्छु कि सक्दिनँ भनेर यो भिडियोलाई अन्तिमसम्म हेर्नको लागि चाहिँ मलाई फलो गर्नुहोला. अनि आजको भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क्स फर द वाचिङ. बाई बाई गाइज. लभ यु. बाई.